केपी शर्मा ओली र रमेश लेखक पक्राउ गरिसक्नु भयो। सत्तामा पुगेपछि विपक्षीलाई अनेक परीको उसमा चाहिँ नि फसाउने अनि धरपकड गर्ने थुन्ने। थुक्क गुइठे यत्तिकै मान्छेले यसलाई गुइठे भनेको रहेछन् कि कस्तो बौला रहेछ कि। यसलाई त म पहिले त्यो आन्दोलन भएको बेलामा हुन्छ नि यो म के अरे मलाई पिएम बनाइदियो रुन्डी कराउँदै आएको थियो नि, त्यतिखेर लागेको थियो कि मान्छेहरूलाई यसलाई किन अप्रोच गरिरहेको छैन बेचारा धरानमा त्यस्तो राम्रो काम गरेको मान्छे हो भन्ने भन्दाखेरि चाहिँ अहिले पो आएर नि होस आउँदैछ कि म जस्तो पनि धेरै मान्छे होला होइन यसलाई पहिले राम्रो भन्ठान्ने होइन यसको व्यवहार खुस्केको व्यवहार हेर्दा होइन अहिले मान्छेहरू झनक्क भयो होला। यो गुइठो दिमागमा के छ, दिमागमा गुइठै भरेको हो कि के हो, यो गुनी भरेको कि के हो, यो बौला जस्तो के हो यार। जे कुरामा अपोजै गर्नु छ होइन। अब त्यत्रो अब हामीलाई सबैले थाहा छ होइन त्यत्रो यिनीहरूले भ्रष्टाचार गरेको तिनीहरू भन्दाखेरि यो कङ्ग्रेस एमाले यिनीहरू अरूहरू अनि त्यत्रो देशलाई लुटेको होइन त्यत्रो धेरै क्राइम गरेका छन् होइन। अनि त्यसै अनि अनफेयर थियो पहिले जस्तो कि अहिले जुन अब हुन्छ नि अकर्डिङ टु ल जो कुराहरू भइरहेछ होइन धन्न यिनीहरू राष्ट्रसभा आएछन् होइन यिनीहरूले लिड गरेका छन् र अहिले यिनीहरू यो भन्न यो क्रिमिनलहरूलाई समातेका छन् गरेका छन्। अनि यो गुइठेले यसरी भन्न सुहाउँछ त अब ऊ भयो अरे के अरे बदला के अरे ऊ भयो लिएको अरे के अरे को हुनुहुन्छ हौ तपाईँहरू जस्तो। यसको त धेरै फलोवर्स देखेँ मैले कि फेसबुकमा पनि यो सबै त्यही झोलेहरू नै हो कि क्या, झोले पारा देखाउँदै आए क्या मान्छेहरूले यार अनफलो गरे यार जस्तोलाई यो गुइठेहरूलाई। अनुहार हेर्दै डाकु जस्तो छ यार। पहिला त अलिकति गतिगत लाग्थ्यो मान्छेलाई हुन्छ नि मान्छेलाई त्यो सुँगुर भए पनि मान्छेलाई राम्रो लाग्ने रहेछ कि, तर हुन्छ नि व्यवहार देखाउँदै गएपछि अनि मान्छेहरू टाढा टाढा जाने रहेछन् कि हुन्छ नि पहिले राम्रो भन्ठान्थे तर उसले व्यवहार देखाइकन प्लिज गाइज प्लिज अलिकता उसको हुन्छ नि स्टेटस नै बेसी होइन बोली नै बेसी अनि चाहिने कुराहरू बोल्नु छैन कि। यो धरानमा पनि धरानसम्मै सीमित हुने व्यक्ति हो कि यो। कुन चाहिँ मान्छेहरूले यार यस्तोलाई भोट दिएर यो शिरदर्द ल्याएको छन् यार, नभएको न टाउको दुखाइ पनि टाउको दुखाइ ल्याएको छन् कि। अब हुन्छ नि केही गरी पनि फेम चाहिएको छ कि यो मान्छेलाई मूर्खलाई। अब हुन्छ नि राम्रो कुरालाई यार सपोर्ट गर भनेपछि उसको पनि त सपोर्टर अझ बढ्थ्यो नि होइन। अब म जस्तो कति मान्छे होला होइन यसको व्यवहार एउटा गधा जस्तो कुकुर जस्तो व्यवहार देखाउन थालेपछि होइन कसैले पनि त मन पराउँदैन नि। त्यही हो कि प्लिज गाइज प्लिज यस्तोलाई चाहिँ भगवान् कन्ट्रोल गर कि यार के गर्यो रसोमा लात हानेर भगाउ यार त्यो संसदमा छिर्न नदेऊ। कतिखेर के भनेको छ महापासे चेक गराउ रे के भनेको छ यार। एउटा पदको त ऊ गर यार रेस्पेक्ट गर होइन त्यो पदमा पुगिसकेका छौ। अनि त्यो एउटा आवारा हुन्छ नि त्यो टपोरीहरू जस्तो व्यवहार गरेर हुन्छ त्यो उसमा के अरे सांसदमा पुगिसकेको मान्छे के अरे जनताहरूले होइन त्यस्तो विश्वास गरेर त्यो मर्यादा भएको उसमा पोस्टमा पुगाएको छन् होइन। अब त के चेन्जेसले अब होला राम्रो होला भन्दाखेरि यो गधा जस्तो मान्छेले यो वाहियात कुरा गरेर भयो त सेम अन यो। अनि यो अझ पनि यो हेरिकन पनि सपोर्ट गर्नेहरूलाई पनि सेम थुइक तिमीहरूको जिन्दगीमा